हेलो एन्ड नमस्ते सबैजनालाई। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। धेरै पछि यसो भ्लग बनाइदिउँ भनेको होइन। यसो म चाहिँ अहिले मुर्खमा वडा कार्यालय बन्दैछ। वडा कार्यालय बनेको ठाउँतिर जाँदैछु। सुरु हुन थालेको छ। कस्तो भएको छ के भएको छ हजुरहरूलाई देखाउने नै छु। यो चाहिँ वडा कार्यालय जाने बाटो। यता यस्तो माथि छ है, यो चाहिँ गाउँ जङ्गल। हामी चाहिँ यतातिर पहिले गाईबस्तु चराउन घाँस काट्न आउँथ्यौँ। यस्तो छ। यस्तो दामी ठाउँहरू। यस्तो सिन्जेमा बाल आउँछ कि यतातिर झार्दैछ। यस्तो रहेछ। हुँदैछ गाइज। उकाली छोड्यो टक्क गाडी मुसेर यसो एउटा गदा फेरि उज्यालै रहनु रहेछ। अँध्याएर कालो देखिन्छ यार त के अरे टिकटक हेरिरहेछस्? हामी चाहिँ अब त्यहाँबाट माथि वडा कार्यालयको लागि बाल्ला लोड गर्नु हिँडेको। ड्राइभर चाहिँ यो दाम्ला हो। अहिले चाहिँ यो घरमा बसेर चाहिँ माथिल्लो फ्ल्याटमा बसेको छ। वडा कार्यालय बोलाएर बाल्ला लोडिङ। यस्तो बन्दै रहेछ। यस्तो मास्तिर पनि गरेर देखाउँछु होइन। यता चाहिँ तल पहिले फेन्सिङ चलान ड्याम्स रहेछ। यस्तो छ होइन बाटो। तपाईँहरूलाई सिडी बाटो नि बनाइसकेको छ। डेन्जर बनिसकेको छ। लगभग कामहरू यता पिलरहरू उठाउँदै रहेछ। पहाड बनाएको रहेछ होइन। उता चाहिँ गाउँ मेरो। राम्रै छ। बन्दैछ अब बिस्तारै बन्छ। यहाँ चाहिँ बाल्ला झार्ने कार्यक्रम हुँदैछ। यहाँ चाहिँ ल यो चाहिँ किन गोलो पिलर हाल्यो। यता चाहिँ एउटा यो पनि गोलै पिलर भन्छ। यो पनि गोलै पिलर जस्तो हो। के को लागि यो गोल पिलर चाहिँ थाहा भएन मलाई चाहिँ होइन। गाइज हजुरहरूलाई थाहा छ भने यसो कमेन्ट छोड्दैन। तपाईँहरूले देख्नुभएको भएन मैले एउटा भिडियो त्यो छाप जस्तो तेह्रतिरको बनाएको थिएँ एउटा भिडियो। त्यसै यतैको बनाएको थिएँ। त्यसपछि चाहिँ यस्तो बनिएको छ होइन गाइज। जाउँ अब फेरि तल्दै खतरा गाइज खतरा बन्दैछ होइन। दामी बन्दै रहेछ।